ओइ हिरो बन्न नआइजो त यहाँ बुझिस् यो इलाका मेरो हो र यहाँको कानुन म नै हो त तेरो हो तर यहाँ बस्ने सबै मान्छेको सास भगवानको हो आज उनीहरूको आँसुको बदला लिँदा म यहाँ आएको छु डर लाग्दैन तँलाई मेरो नाम सुनेर दुनियाँ काम छ नाम सुनेर डराउनेहरू धेरै हुन्छन् तर कलम देखेर चुपचाप बस्ने म जस्तो अरू हुँदैनन् अहिले मेरो बाटो छेकेर राम्रो गरिनस् यसको परिणाम भने रगतले तिर्नुपर्छ रगतले बुझिस् रगत बगाउनु तेरो बानी होला अबदेखि अन्यायको रगत बग्छ किनकि गुन्डा जन्मिँदैन त्यो त समाजले बनाउँछ तर हिरो परिस्थिति बदल्नलाई जन्मन्छ त आखिर के चाहन्छस् के चाहन्छु एउटा आमाले आफ्नो छोरो गुमाउन नपरोस् त बहिनी बाटोमा हिँड्दै गर्दा बिच बाटोबाट नफर्कियोस् आखिर त एक्लै के गर्न सक्छस् तर त जस्तो मान्छेले डरलाई नै आफ्नो व्यापार बनाइरहेको छस् सत्य एक्लै भए पनि बलियो हुन्छ र जब जनता उठ्छन् त जस्तो गुन्डालाई इतिहास बनाइदिन्छन्